2081 साल चैत्र महिनाको 16 गते शनिबारको दिन लाग्दैछ भयङ्कर शक्तिशाली सूर्यग्रहण। 4 राशिलाई धेरै राम्रो सुखी जीवनको धन प्राप्तिको योग छ भने 8 राशि हुने व्यक्तिहरूको लागि सूर्यग्रहणको फल दुःख कष्टको योग छ। सूर्यग्रहण कति बजे लाग्छ त? कति बजेबाट सूर्यग्रहणको सुतक बार्नुपर्छ? नेपालबाट यो सूर्यग्रहण देखिन्छ कि देखिँदैन? नेपालमा बस्ने व्यक्तिहरूले ग्रहणको सुतक बार्नु पर्छ कि पर्दैन? कुन कुन देशबाट यो सूर्यग्रहण देखिन्छ त? सुतक अवधिभरि के गर्ने के नगर्ने त? ग्रहण लागेको बेलामा के गर्ने हैन, सुतक अवधिमा के गर्ने भन्ने सम्पूर्ण जानकारी यो भिडियोमा छोटो मिठो तरिकाले लिएर आएको छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। नमस्कार, म ज्योतिष ज्ञानेन्द्र पन्थ। हजुरहरूले हेर्दै हुनुहुन्छ ज्योतिष ज्ञानेन्द्र पन्थ युट्युब च्यानल। अब लागौं विषयवस्तुतर्फ। यो सूर्यग्रहण 2081 सालको अन्तिम सूर्यग्रहण हो। शनि ग्रहले राशि परिवर्तन गर्ने दिन र सूर्यग्रहण एउटै दिन छ। 2081 साल चैत्र महिनाको 16 गते शनिबारको दिन, तदनुसार 2025 मार्च 29 तारिकको दिन औँसी तिथिमा मीन राशिमा उत्तर भाद्रपद नक्षत्रमा यो सूर्यग्रहण लाग्छ। नेपाली समय अनुसार कति बजे लाग्दैछ त सूर्यग्रहण? 2081 साल चैत्र महिनाको 15 गते रात्रि 2:35 बाट सुतक प्रारम्भ हुन्छ। 12 बजेपछि दिन फेर्यो भने 16 गते लायो। घाम नउदाउँदै दिन नफेरे भने चाहिँ 15 गते राति मान्नु होला। सूर्यग्रहणको स्पर्श चाहिँ चैत्र 16 गते दिउँसोको 2:35 मा हुन्छ। मध्य चाहिँ 4:32 मा हुन्छ। मोक्ष चाहिँ बेलुका 6:28 मा हुन्छ। यो ग्रहणको प्रभावले यो 4वटा राशि हुने व्यक्तिहरूलाई एकदमै शुभ छ। तो 4वटा राशिहरू कुन कुन हो त भन्दाखेरि वृष राशिलाई चाहिँ लाभ भनेको छ। हजुरहरूलाई चाहिँ चारौं तर्फबाट लाभै लाभ हुन्छ। धनको लाभ, सम्पूर्ण सोचेका आँटेका कामहरू पूरा हुन सक्छ। मिथुन राशिलाई चाहिँ सुखम भनेको छ। हजुरहरूले चाहिँ एकदम सुख भोग गर्न सक्नुहुन्छ। हजुरहरूले सुखका साधनहरू प्राप्त गर्न सक्नुहुन्छ। हजुरहरूलाई चाहिँ शारीरिक रूपमा, आर्थिक रूपमा, मानसिक रूपमा हैन चारौं तर्फबाट सुखम भनेको छ। सुखी जीवन पाउनुहुन्छ। तुला राशिलाई सक्षम भनेको छ। आत्मसन्तुष्टि हुन्छ हजुरलाई। हजुरले सोचेका आँटेका सम्पूर्ण कार्यहरू, हजुरका इच्छाहरू पूरा हुन्छन्। मकर राशिलाई चाहिँ श्री प्राप्ति भनेको छ। धनको हजुरहरूलाई प्राप्ति हुन्छ हैन। कतै धनहरू फसे थियो भने त्यसको प्राप्ति हुन सक्छ। हजुरहरूलाई चाहिँ कहीँ न कहीँबाट धनको प्राप्ति भइराख्छ र मान सम्मान इत्यादिहरू प्राप्त हुन्छ। सोचेका आँटेका सम्पूर्ण कार्यहरू पूरा हुन्छन्। र यो 8वटा राशिलाई चाहिँ ग्रहणको फल अशुभ भनेको छ। त्यो 8वटा राशिहरू कुन कुन हो त भन्दाखेरि मेष राशिलाई चाहिँ व्यय भनेको छ। व्यय भनेको हजुरहरूको एकदमै धनहरूको खर्च हुन सक्छ। कतै लगानी लगाउँदै हुनुहुन्छ भने सोचेर सम्झेर इन्भेस्ट गर्नु होला। अदरवाइज चाहिँ हजुरको चाहिँ व्यय भनेको छ खर्च अलि बढी हुन्छ। कतै धन लगाउनु भयो भने त्यो चाहिँ डुब्न सक्छ। धन नुक्सानीको चाहिँ हजुरलाई ग्रहणको फल आएको छ। दोस्रो राशि हो कर्कट राशि। कर्कट राशि हुने महानुभावहरूको लागि चाहिँ माननाश भन्ने ग्रहणको फल छ। हजुरहरूले चाहिँ पाइला पाइलामा सोचेर सम्झेर अगाडि बढ्नु होला, अगाडिको कदम राख्नु होला। अदरवाइज चाहिँ हजुरलाई माननाश भनेको छ। माननाश भनेको हजुरको इज्जतको हैन, हजुरको मान सम्मानमा ठेस पुग्न सक्छ। बच्चा बच्चीहरूले पनि हजुरलाई सम्मान नगर्न सक्छन्। हजुरको चाहिँ इज्जतमा आँच आउन सक्छ। त्यही भएर विशेष ख्याल गर्नु होला। एकदम सोचेर सम्झेर आफ्नो पाइलाहरू अगाडि सार्नु होला। सिंहलाई कष्टम भनेको छ। शारीरिक पीडा हुन सक्छ हैन। शारीरिक, मानसिक, आर्थिक पीडाहरू, कष्टहरू हजुरलाई अलि बढी प्राप्त हुन्छ। विशेष गरेर शारीरिक पीडा बढ्न सक्छ। कन्या राशिलाई स्त्री पीडा भनेको छ। हजुरहरू स्त्री जो हुनुहुन्छ भने हजुरहरूलाई चाहिँ शारीरिक पीडा, मानसिक पीडा, आर्थिक पीडाहरू बढ्छ। र हजुरहरू चाहिँ पुरुष हुनुहुन्छ भने हजुरहरूलाई स्त्रीबाट पीडा हुन सक्छ। हजुरहरू चाहिँ स्त्रीबाट जोगिएको राम्रो हो। वृश्चिक राशिलाई चिन्ता भनेको छ। हजुरहरूको बीचमा चाहिँ तनावको वातावरण हुन सक्छ। केही न केही चिजहरूलाई लिएर हजुरले बढी सोच दिन सक्नुहुन्छ हैन, बढी टेन्सन लिन सक्नुहुन्छ। हजुरहरूलाई चाहिँ ग्रहणको फल चिन्ता भनेको छ। केही न केही चिजहरूको चिन्ता लागिराख्छ, सताइराख्छ। धनु राशिलाई व्यथा भनेको छ। स्वास्थ्यमा समस्या, आर्थिक लेनदेनहरू फस्न सक्ने हैन, लेनदेनमा समस्याहरू आउन सक्ने, हजुरको धनहरूको नुक्सानी हुने, स्वास्थ्य समस्या भइराख्ने, केही न केही शरीरमा भइराख्ने इत्यादिहरू हजुरलाई केही न केही चिजको व्यथा हजुरलाई भइराख्छ। कुम्भ राशि हुने महानुभावहरूलाई चाहिँ ग्रहणको फल क्षति भनेको छ। हजुरहरूले कहीँ लगानी लगाउँदै हुनुहुन्छ भने डुब्न सक्छ। केही कारोबार गरिराख्नु भएको छ भने घाटाको सामना गर्न पर्न सक्छ। त्यही भएर चाहिँ विशेष रूपमा ख्याल गर्नु होला। हजुरहरूको केही न केही चिजको क्षति भइराख्न सक्छ। मीन राशि हुने व्यक्तिहरूलाई चाहिँ घात भनेको छ। हजुरलाई चाहिँ स्वास्थ्य समस्याहरू बढ्न सक्छ। कोही नयाँ नयाँ रोगहरूले हजुरको शरीरमा प्रवेश गर्न सक्छ। त्यही भएर विशेष ख्याल गर्नु होला आफ्नो शरीरको।
यो त भयो राशिमा चाहिँ ग्रहणको फल। अब बुझ्नुहोस् कि ग्रहणको बेलामा के गर्ने के नगर्ने। सुतक लाग्नुभन्दा पहिला स्नान गरेर भोजन गरेर हजुरहरू चाहिँ सुतक बार्न प्रारम्भ गर्नुहोला। भोजन बचेको छ भने हजुरले चाहिँ भोजनमा तुलसी या कुश राखिदिनु होला। ग्रहणको सुतकबाट ग्रहण लाग्नसम्म होइन मोक्ष नहुनसम्म के नगर्ने त भन्दाखेरि सुत्नु हुँदैन, भोजन गर्नु हुँदैन, शौचालय जानु हुँदैन, हवन पूजा होइन गृह प्रवेश माङ्गलिक कार्यहरू गर्नु हुँदैन, मन्दिर नछुनु होला, मन्दिरमा चाहिँ पर्दा लगाइदिनु होला, कुनै पनि शुभ कार्य गर्नु हुँदैन, काटमार झगडा इत्यादि नगर्नु होला, शारीरिक सम्बन्ध नबनाउनु होला, मैथुन नगर्नु होला, गर्भधारण नगर्नु होला, छुरा चाकुहरू छुनु हुँदैन, गर्भवती महिला चाहिँ घरबाट बाहिर नजानु होला होइन, ग्रहणलाई नहेर्नु होला। अब यो त भयो नगर्ने कुराहरू। सूर्य ग्रहण लागेको बेलामा के गर्ने त भन्दाखेरि सूर्यको मन्त्रको जाप गर्नु होला। ओम घ्रेडिः सूर्याय नमः यो मन्त्रको हजुरले जाप गर्न सक्नुहुन्छ, या फेरि ओम सूर्याय नमः भनेर जाप गर्नुहोस्, या ओम नमः शिवाय भनेर जाप गर्नुहोस्, या ओम नमः भगवते वासुदेवाय नमः भनेर जाप गर्नुहोस्, या आफ्नो गुरुले दिएको मन्त्रको जाप गर्नुहोस्, या आफ्नो इष्ट देवताको नामको जाप गर्नुहोस्। तन्त्र मन्त्र सिद्ध गर्न खोज्ने व्यक्तिहरूले चाहिँ तन्त्र मन्त्रहरू सिद्ध गर्न पनि सक्नुहुन्छ ग्रहण लागेको बेलामा। कुन कुन देशबाट यो सूर्य ग्रहण देखिन्छ? नेपालबाट देखिन्छ कि देखिँदैन? नेपालमा बस्ने सनातनी हिन्दूहरूले यो सूर्य ग्रहण बार्नु पर्छ कि पर्दैन भन्दा यो सूर्य ग्रहण चाहिँ नेपालबाट देखिँदैन। नेपालमा बस्ने सनातनी हिन्दूहरूले यो सूर्य ग्रहण बार्नु पर्दैन, यसको सुतक पनि बार्नु पर्दैन। हजुरहरूलाई इच्छा छ भने ग्रहण लागेको बेला चाहिँ बार्न सक्नुहुन्छ। दिउँसो 2:35 बेलुका 6:28 अब नेपालबाट त देखिन्न, नेपालमा बस्ने सनातनी हिन्दूहरूले बार्नु पर्दैन। तर कुन कुन देशबाट यो ग्रहण देखिन्छ त? नेपालीहरू त विदेशमा धेरै छरिएर बस्नु भएको छ, त्यही भएर मैले अन्य देशहरूको नाम पनि बताउँदैछु। यो सूर्य ग्रहण चाहिँ क्यानाडाबाट देखिन्छ, मेक्सिकोबाट देखिन्छ, युएसए अमेरिकाबाट देखिन्छ, ब्राजिलबाट देखिन्छ, कम्बोडियाबाट देखिन्छ, कुक आइसल्यान्डबाट देखिन्छ, क्युबा, फ्रान्स, अर्जेन्टिना, युके, पोर्चुगल, आयरल्यान्ड, स्पेन, बेलायत लगायत 55 भन्दा बढी देशबाट यो सूर्य ग्रहण देखिन्छ। हजुरहरूले चाहिँ हजुरहरू कुन देशबाट यो भिडियो हेर्दै हुनुहुन्छ मलाई बताउनु होला। मैले चाहिँ त्यो देशमा यो सूर्य ग्रहण देखिन्छ कि देखिन्न भनेर कमेन्टमा रिप्लाई गरिदिन्छु। ग्रहण चाहिँ नाङ्गो आँखाले देख्नु हुँदैन, टेलिस्कोपबाट हजुरहरूले हेर्न सक्नुहुन्छ। नेपालमा बस्ने नेपालीहरू चाहिँ त्यति डराउनु पर्दैन यो सूर्य ग्रहणबाट। हजुरहरूलाई चाहिँ मैले जो राशिको फलहरू बताएँ यो हजुरको माथि एप्लिकेबल हुँदैन। यो चाहिँ त्यो व्यक्तिको लागि एप्लिकेबल हुन्छ जो व्यक्तिले यो सूर्य ग्रहणलाई देख्छ। नेपालबाट देखिन्न भनेपछि नेपालमा बस्ने व्यक्तिहरूलाई चाहिँ यो ग्रहणको शुभ फल पनि एप्लिकेबल हुँदैन र अशुभ फल पनि एप्लिकेबल हुँदैन। हजुरहरूलाई चाहिँ जो मैले ग्रहणको समय बताएँ यो नेपाली समय हो। हजुरहरूले चाहिँ हजुरहरू कुन देशमा हुनुहुन्छ त्यो देशको अनुसारले कन्भर्ट गरेर आफ्नो देशमा चाहिँ कति बजे ग्रहण लाग्छ निकाल्नु होला। अदरवाइज चाहिँ हजुरहरूले सोध्न सक्नुहुन्छ, मैले कमेन्टमा रिप्लाई पनि दिन्छु। यति भन्नुका साथै म ज्योतिष ज्ञानेन्द्र पन्थ हजुरहरूको बीचबाट बिदा हुन्छु। आउँछु पुनः अर्को नयाँ भिडियोको साथमा। तबसम्मको लागि बिदा दिनुहोस्। हस्त नमस्कार।